जोगाउन झिलिमिली हाम्रो घर यस्तो झिलिमिली हुन्छ भने पर्छ
म पनि तिमीले भयो भने म कहिले पनि
सुन्नु है सुन्नु भजन त सुन्ने हो हरि मेरा लौ अर्कै मनाले अर्कै मनाले मेरा अर्कै मनाले पहिलाका दिनका कबरी गहना पूजा त्यसपछि दुर्ग मालिक भयो दुर्ग मालिक पछि लक्ष्मीका पूजा जो शत्रु बाबु नारायणका बुवा जसपछि देउले पूजाका साधन गर्न लागेका थिए कि शत्रु बाबु नारायणले जसलाई ए बुवा हजुर कसको लागि यो पूजा गर्न लाग्नु भयो साधन निकै जम्मा बनाउनु भयो नि त बनाउनु त बनाएको थियो पूजा कसो गर्ने त कसो गर्ने कसो गर्ने लक्ष्मीको भनेर वसुदेवले भने ए बाबु हजुर तिमीले छोडिहाल्यौ मैले भन्न पर्यो यो पूजा कसको गर्ने भनेदेखि राजा इन्द्र महाराजको पूजा गर्यो भनेदेखि बेला बेलामा पानीको विचार गराउँछ पानी बसेपछि घाँसहरू चलाउँछ गाउँहरूले खान पाउँछ हामीलाई पनि सुविधा हुन्छ अन्नहरू
पानी आउने होइन त्यो त बोल्दैन आफैले पर्छ नि हो पूजा गर्न पर्दैन भनेर पूजाको साधन पनि सबै आफूको रूप धरेर पूजा साधन सबै खाइदियो अब त्यसले पूजा गर्छ नारायण हरि हरि गर्नै पर्दैन नगर्नु भनेर भन्यो भने दादा सानो बाला खाले मान्छे नि यति सानो तेज्रो यस्तो बाला खाले दादाको हानि गर्छ आपाउला भनेर त्यस बेला फरफर कुलकुल सहरमा गोकुल सहर नारायण हरि भमरी ताले हेर लौ ए भमरी ताले हजुर गोरसित चाहिँ तिम्रो उठेर आएर मुसलधारे पानी बर्साउनु पर्यो तड्कनी हाल्नु पर्यो तर्सिने गरेर मेघहरू पनि उठे पूर्वबाट पनि मेघ आयो पश्चिमतिरबाट नै आयो उत्तरबाट नि मेघ उड्दै आयो गोकुल अब टुक्न लाग्यो भनेर नारायण हरि जय भमरी ताले हेर लौ ए भमरी ताले नारायण जे पनि त्यस बेलाको अवसरमा गोवर्धनजीले पर्वतलाई उठाएर ठाडो मनाएर गोवर्धनजीले जब उठाएर नारायण खाता समानको पर्वत
गाई धबाउने लौरो जो लिएर त्यो लौरो बनाएर त्यो पर्वतलाई टेवा दिन थाल्यो। यो त लौरो टेवा दिएर मेरो उसको त शक्ति थिएर पो चोरौँलाले पनि धाने लौरोले त के धान्न थिए। सबले यो टेवा दिएर गपुर पर्वत चढलाई सर पहिला तपाईँ दुईजना लौकेको उल्का हो लौकेको उल्का हो छोरामान्छेले मात्रै भने है छोरामान्छेले पनि भने जोर मागा लिएर गर्नु न मिल्छ डङ डङ पार्दै हरि गाडी बसेर हेर्नु पर्यो के छ आमा बुढी काठ गर्ने दिन्छ अरे जानु नाच्नु आउँदैन आजको दिनमा यो पर्वतको पूजा गर्नुपर्छ भनेर पर्वतको त्यस बेलादेखि अहिलेसम्म पनि यो चलन चलेर हामी गोवर्धन पूजा गर्छौँ। त्यही चलन हो। पूजा पर्वतको पूजा गर्न लागेका थिए। एवं रीताले हो एवं रीताले
बसेको गोवर्धनका जब पूजा गर्न लागेका थिए पर्वतका पूजा गर्ने कहिलेबाट चल्यो भन्दा बिखेरी सत्तुवा नारायणले पूजा हरे त्यस बेलाको अवसरमा राजा बलिले पनि दुनियाँदारलाई ए तिमीहरू पनि सबैजनाले गर्नुपर्छ है यो पूजा गोवर्धनगिरी पूजा भनेर जब राजा बलिले भन्दाखेरि सारा प्रजाहरू जम्मा भयो राजा बलिलाई भने हजुर यो पूजा गर्ने त भन्नुभयो कहिले गर्ने भनेर जब सोधन गर्दाखेरि लक्ष्मी पहिला स्वर्ण पूजा दुर्गा मालीको काको बलि स्वर्ण पूजा दुर्गा मालीका गरिसकेपछि लक्ष्मी पूजा गरे त्यसपछि अनि गोवर्धनगिरी पर्वतको पूजा गर्ने भने नारायण हेर लौ ए बमृतले हो ए बमृतले हेर लौ ए बमृतले हो महाराजको हुकुम भयो ए बमृतले आहो महाराजको हुकुम भयो ए बमृतले जब यस्ता रचित राजा बलि महाराजका हुकुम भएको हुनाले आज हामी पनि यो गोवर्धनगिरी पर्वतको पूजा गरिरहेको छौँ गोवर्धनगिरी पूजा गरिसकेपछि गाईका पूजा लक्ष्मीका पूजा त्यसपछि सारा पूजा गर्दै गर्दै दुखियाका दिन भाइ टिका गर्दछौँ भाइ टिका कसरी चल्यो के गरेर चल्यो भन्नु होला भनिदेखि नारायण सबले अब त्यही कथा यो प्यार कालिनी भनी कुण्डलीलाई भन्छन् भने सुनो न हरि फुच्चे उठेर फेरि यार
आएपछि दक्षिणा दिन धन दर्बे सुवर्ण सुन अनि इत्यादि मूल ठुला ठुला मूल्यवानका सम्पत्तिहरू दिएर काइदेनीलाई दिन लागेका थिए मैले दिएको दक्षिणा यो सुवर्ण हिरा भनेर जब भन्दाखेरि भाइ भन्नु जमराजलाई भने के बाबु तिमीले दिएको दक्षिणा यो धन दर्बे सुवर्ण हिरा मती पन्न जुवाले मलाई के गर्छ केही गर्दैन यो लाने कुरा होइन छोडेर जाने चिज मलाई दिन पर्दैन तिमीले मलाई यदि दक्षिणा दिने हो भने मैले माया कुरा दिन्छौ कान्छीले भन्दाखेरि भाइ भन्नु राजले भन्नु लाग्यो कि दिदी तिमी के माग्छौ हेर लौ तिमी के माग्छौ तिमी के माग्छौ यो चाहिँ मान्छे भने मलाई चाहिँ लास्टै मन पर्ने हो हजुर मलाई यदि दिन्छौ भनेदेखि यो धन दर्बे दौलत पनि दिनु पर्दैन यदि दिने हो भनेदेखि मेरो यो काइरेनी नदीमा हेमद्वितीया कार्तिक अमास बसेको पछि द्वितीयाको दिन आएर यो काइरेनीको जसले गाउँछ द्वितीयाको दिन काइरेनीमा आएर जसले मेरो स्नान गर्दछ भने त्यसलाई तिमीले नदिनु भनेर नारायण हाम्रो यो काली भन्छ नि जब यो काली नदी काइबेनीको नामले काली बनेको यो काइबेनी नदीमा स्नान गर्छ त्यस्तै हो भाइ अझ पनि कहाँनिर सर्दी चलेकै हुनाले हामी काइबेनी तीर्थमा गएर नुहाउने स्नान गर्दा तर मुक्तिनाथ गएको बेलामा मात्रै परियो है हामी मुक्ति धेरै जस्तो मान्छे काइबेनी नुहाउने भने मुक्तिनाथ मुक्तिनाथको दर्शन गर्ने बेला पारेर काइबेनी नुहाउँछौँ तर होइन
यो जेउ बिटियाको दिन गएर खाइबे नि पेटमा जसले नुहाउँछ त्यसलाई राजा जेमले छुँदैन जो भनेर कहाँबाट यो कथा आएको हो भन्नु होला भनेदेखि दिदीले जब राजा जेमसित वरदान मागेको हुँदामा चौकी पाएको नारायण हुन्छ हवस् त्यस बेलाको चलेको नारायण आमालाई सम्झौ
रे